गत शनिबार हामी सुन्दरीजलबाट मणिचुत हुँदै जर्सिङ पसम्म हाइक गएका थियौँ। सुन्दरीजल बस पार्कबाट थोरै माथि जान बित्तिकै सुन्दरी माई मन्दिर पुग्यौँ। नागमती र बागमतीको दोभानमा एकछिन आराम गऱ्यौँ अनि फेरि यात्रा सुरु गऱ्यौँ। यहाँबाट बाटो फराकिलो थियो। गागल फेरि भ्यू पोइन्ट नजिकै पुगेर भ्यू हेर्दै खाजा खायौँ, एकछिन आराम गऱ्यौँ। यहाँबाट करिब 1 घन्टा हिँडेपछि मणिचुत दह पुग्यौँ। यो दिन थुप्रैजना पूजा पनि गर्न आउनुभएको रहेछ यहाँ, त्यसैले अति भिड थियो। अनि हतार हतार गरेर यहाँबाट पनि फर्क्यौँ अनि हामी झुलीतिर लाग्यौँ। 1 घन्टा हिँडेपछि झुली पुग्यौँ। यो ठाउँ काठमाडौँ र सिन्धुपाल्चोक जिल्लाको सिमाना पनि हो। यहाँबाट एकदमै राम्रो भ्यू हेऱ्यौँ, धेरै बेर आराम गऱ्यौँ अनि ओह्रालो झर्न सुरु गऱ्यौँ। थोरै तल झरेपछि टावर डाँडा पुग्यौँ। पुरानो नाम चाहिँ टावर डाँडा हो, अहिले चाहिँ के भन्छ कसैलाई थाहा भयो भनिदिनुहोस्। अनि यहाँबाट पनि थोरै तल झरेपछि जर्सिङ प पुग्यौँ अनि हाइक टुङ्गायौँ। तपाईँहरू पनि हामीलाई हरेक शनिबार हाइकको लागि जोइन गर्न सक्नुहुन्छ। वेलकम।